हामी चाहिँ HCF को 5 नम्बरदेखि गर्दैछौँ है। यो वेदान्त पब्लिकेसनको एक्सरसाइज 10.1 को 5 नम्बरदेखि 1 देखि 4 सम्म सजिलै छ। हुन त 5 पनि सजिलै छ, तर यहाँ एक दुईटा अलिकति तपाईहरुलाई अप्ठ्यारो पर्छ कि भनेर हो। जस्तो 5 को ए मैले गरे, मैले सर्टमा लेखे, तपाईले चाहिँ पुरा लेख्नु होला। मैले फर्स्ट एक्सप्रेसन यति मात्रै लेखे है त। फर्स्ट एक्सप्रेसन भनेर पुरै लेखेर गर्नु होला। a स्क्वायर माइनस 4 a स्क्वायर माइनस 4 भनेको a स्क्वायर माइनस 4 भनेको 2 को स्क्वायर, a स्क्वायर माइनस b स्क्वायर को हुन्छ फर्मुला a प्लस b a माइनस b। सेकेन्ड एक्सप्रेसनमा छ a क्यूब प्लस 8, यसलाई a क्यूब प्लस b क्यूब बनाउन मिल्छ। 8 भनेको 2 को क्यूब हो। a क्यूब प्लस b क्यूब को फर्मुला a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर। यो भनेको कति हो? a स्क्वायर माइनस a इन्टु 2 भनेको 2a प्लस 2 को स्क्वायर भनेको 4। यसै गरी थर्ड एक्सप्रेसन रहेको छ a स्क्वायर प्लस 5a प्लस 6। तपाईले फर्स्ट इन्टु लास्ट मेथड गर्नुभयो भने यसलाई सल्भ हुन्छ। जस्तो मल्टिप्लाई गर्दा 6 1 जा 6 प्लस गर्दा 5 भनेको 3 प्लस 2 a स्क्वायर प्लस 3a प्लस 2a प्लस 6। a कमन आउँछ दुईटाबाट a प्लस 3 बाँकी रह्यो। पछाडि दुईटाबाट 2 कमन आउँछ, बाँकी रह्यो a प्लस 3 a प्लस 3 फेरि कमन आउँछ र बाँकी रह्यो a प्लस 2। देयरफोर HCF भनेको के आयो त हाम्रो? HCF भनेको कमन फ्याक्टर हो र कमन फ्याक्टर अब चाहिँ तीनटै एक्सप्रेसनमा हेर्नु पर्यो के तपाईले। फर्स्ट एक्सप्रेसनमा पनि, सेकेन्ड एक्सप्रेसनमा पनि, थर्ड एक्सप्रेसनमा पनि a प्लस 2 छ। सो HCF इज a प्लस 2। अरु कुनै कमन छैन। यो हामीले यसरी गर्न पर्यो। तपाईले 5 को b नम्बर गर्न सक्नुहुन्छ, किनभने सेम यस्तै क्वेशन छ। फर्स्ट एक्सप्रेसन स्क्वायर को फर्मुला बनाउने, सेकेन्ड एक्सप्रेसन क्यूब को फर्मुला खोल्ने र थर्ड एक्सप्रेसन फर्स्ट इन्टु लास्ट मेथड छ। तपाईले यो गर्न सक्नुहुन्छ है त। हुन त BCD धेरै सक्नुहुन्छ, तैपनि b नम्बर मैले एउटा छोडे। c नम्बर अब c नम्बरमा छ फर्स्ट एक्सप्रेसन। फर्स्ट एक्सप्रेसन रहेको छ 4x स्क्वायर माइनस 9। हुन त यो नि फर्मुलै बनाउने हो। 4x स्क्वायर भनेको 2x को स्क्वायर माइनस 9 भनेको 3 को स्क्वायर, सरी 3 को स्क्वायर। a स्क्वायर माइनस b स्क्वायर को फर्मुला a प्लस b a माइनस b। सेकेन्ड एक्सप्रेसन कति छ? के छ? 2x स्क्वायर प्लस x माइनस 3 भनेको फर्स्ट इन्टु लास्ट मेथड। मल्टिप्लाई गर्दा 3 2 जा 6 चाहियो, माइनस गर्दा 1 चाहियो। 3 माइनस 2 नै हुन्छ, प्लस x 3 माइनस 2 माइनस 3। मल्टिप्लाई गर्नु 2x स्क्वायर प्लस x इन्टु 3 भनेको 3x प्लस माइनस माइनस x इन्टु 2 भनेको 2x माइनस 3। दुईटाबाट कमन लिउँ। फर्स्ट दुईटा टर्मबाट x कमन आउँछ, बाँकी रह्यो 2x प्लस 3। पछाडि दुईटाबाट केही कमन आएन, माइनस 1 कमन आउँछ, 2x प्लस 3। फेरि के कमन आयो? 2x प्लस 3 कमन आयो, बाँकी के रह्यो? x माइनस 1। यो भयो। यसपछि थर्ड एक्सप्रेसन छ। 8x क्यूब प्लस 27। मैले लाइन नछोडिकन तपाईँ एउटा एक्सप्रेसन सकेपछि एउटा लाइन छोड्नु ल, अलि सफा देख्छ। मैले यसमै यहीँ अटाउन खोजे, हेर्न सजिलो हुन्छ भनेर। यो भनेको 2x को क्यूब हो, 27 भनेको 3 को क्यूब हो। a क्यूब प्लस b क्यूब को फर्मुला हुन्छ a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर। यो फर्मुला खोल्दा के आउँछ होला? 2x प्लस 3
4x स्क्वायर माइनस 6x प्लस 9 देयरफोर एचसीएफ भनेको के छ तीनटै एक्सप्रेसनमा हेर्नु त कमन 2x प्लस 3 2x प्लस 3 2x प्लस 3 सो एचसीएफ भनेको कमन फ्याक्टर भनेको कति छ 2x प्लस 3 कमन फ्याक्टरै लेख्नु ल मैले सीएफ लेखेँ कमन फ्याक्टर डी नम्बर रहेको छ फर्स्ट एक्सप्रेसन 3x स्क्वायर माइनस 8x प्लस 4 मल्टिप्लाई गर्दा कति छ 3 4 जा 12 प्लस गर्दा 8 भनेको 6 प्लस 2 हैन त मल्टिप्लाई गर्दा 12 प्लस गर्दा 8 भनेको 6 प्लस 2 3x स्क्वायर माइनस x 8 को ठाउँमा 6 प्लस 2 प्लस 4 जस्ताको तस्तै 3x स्क्वायर मल्टिप्लाई गरौँ माइनस x इन्टु 6 भनेको 6x माइनस प्लस माइनस x इन्टु 2 2x प्लस 4 दुईटाबाट कमन लिनु 3x कमन आउँछ x माइनस 2 माइनस 2 कमन आउँछ x माइनस 2 फेरि x माइनस 2 कमन बाँकी के रह्यो 3x माइनस 2 अब फेरि हाम्रो पालो छ सेकेन्ड एक्सप्रेसन मैले यही गरेँ सेकेन्ड एक्सप्रेसन के छ 2x स्क्वायर माइनस 5x प्लस 2 मल्टिप्लाई गर्दा 4 चाहियो प्लस गर्दा 5 चाहियो के हुन्छ मल्टिप्लाई गर्दा 4 प्लस गर्दा 5 भनेको 4 प्लस 1 नै हुन्छ 4 1 जा 4 4 प्लस 1 5 दुईटैलाई मिल्छ मल्टिप्लाई गरौँ 2x स्क्वायर माइनस x इन्टु 4 भनेको 4x माइनस प्लस माइनस x प्लस 2 कमन लिनु दुईटाबाट फर्स्ट दुईटाबाट 2x कमन आउँछ बाँकी रह्यो x माइनस 2 पछाडिबाट 1 कमन आउँछ बाँकी रह्यो x माइनस 2 फेरि कमन x माइनस 2 को x माइनस 2 बाँकी रह्यो अर्को 2x माइनस 1 यहाँ ठाउँ रह्यो मैले थर्ड एक्सप्रेसन यहाँ गर्छु थर्ड एक्सप्रेसन रहेको छ x को पावर 4 माइनस 8x यसलाई के गर्नु मिल्छ होला x कमन लिन मिल्छ x कमन लिएपछि बाँकी रह्यो x क्यूब माइनस 8 अब a क्यूब माइनस b क्यूब बनाउन मिल्छ यसलाई a क्यूब माइनस b क्यूब को फर्मुला के हुन्छ a माइनस b a स्क्वायर प्लस ab प्लस b स्क्वायर 2 को स्क्वायर यसलाई फेरि गर्नु पर्यो स्टेप जम्प नगरी गर्ने है x स्क्वायर प्लस 2x प्लस 4 देयरफोर एचसीएफ भनेको के रहेछ हामीलाई बडीमा तीनटा एक्सप्रेसन आउँछ है टर्ममा यो 3 मार्क्सकै क्वेसन हो आयो भने पनि यस्तै खालको तीनटा एक्सप्रेसन नै बढी सोध्छ एचसीएफ मा के छ हेर्नु त कमन x माइनस 2s मा पनि कमन x माइनस 2s मा पनि कमन x माइनस 2s मा पनि कमन त्यही भएर हाम्रो एचसीएफ कति आयो एचसीएफ भनेको कमन फ्याक्टर हो आयो x माइनस 2 चाहिँ के हो त एन्सर हो ठीक छ डी नम्बर मैले गरेँ तपाईले ई नम्बरको म भन्छु मात्रै तपाई ई नम्बरको ट्राई गर्नु होला है त म एक दुईटा सजिलो चाहिँ भनेर मात्रै मैले छिटो गर्छु 20 यो फर्स्ट एक्सप्रेसन छ सेकेन्ड एक्सप्रेसन छ यो थर्ड एक्सप्रेसन छ a क्यूब माइनस a स्क्वायर माइनस 2a प्लस 8 तपाईले यसमा यो ई नम्बरको फर्स्ट एक्सप्रेसन के गर्नु भने के गरौँ यो पनि ल यो पनि गर्छु अनि अर्को एउटा चाहिँ छोडौँ कि ल हेरौँ है त त्यसो भए मैले अलि फास्ट नै गरेँ यसलाई यो पेनले कस्तो अर्कै लेखे फर्स्ट एक्सप्रेसनबाट 5 कमन आउँछ 5a क्यूब माइनस 20a बाट 5 कमन आउँछ a क्यूब र a बाट a कमन आउँछ भने बाँकी के रह्यो a स्क्वायर 5 4 जा 20 माइनस 4 बाँकी 5a a स्क्वायर माइनस 4 भनेको 2 को स्क्वायर हो 5a ब्रैकेट a स्क्वायर माइनस b स्क्वायर भनेको a प्लस b a माइनस b यो फर्स्ट एक्सप्रेसन भयो
हैन। अब त्यसैगरी सेकेन्ड एक्सप्रेसन हेर्नुभयो भने सेकेन्ड एक्सप्रेसन कति छ a क्यूब माइनस 3a स्क्वायर माइनस 10a तीनटैबाट a कमन आउँछ a कमन आयो बाँकी के रह्यो त a स्क्वायर रह्यो सेकेन्ड टर्ममा 3a बाँकी रह्यो माइनस 10 बाँकी रह्यो। अब मल्टिप्लाई गर्दा 2 माइनस गर्दा मल्टिप्लाई गर्दा 10 1 जा 10 माइनस गर्दा 3 कुन दुईटा नम्बर हुन्छ जुन दुईटा नम्बर मल्टिप्लाई गरियो भने 10 र माइनस गर्यो भने 3 आउँछ 5 माइनस 2 हैन त a स्क्वायर माइनस a 3 को ठाउँमा के अरे 5 माइनस 2 जुन दुईटालाई माइनस गर्दा 3 जुन दुईटालाई मल्टिप्लाई गर्दा 10 मल्टिप्लाई गरौँ a स्क्वायर माइनस 5a प्लस 2a माइनस 10 माइनस माइनस प्लस भएको a दुईटाबाट कमन ल्याउँ ल a कमन आयो फर्स्ट दुईटाबाट बाँकी रह्यो a माइनस 5 लास्ट दुईटाबाट 2 कमन आयो बाँकी रह्यो a माइनस 5 भनेपछि के बाँकी भयो त अब a माइनस 5 कमन आयो a माइनस 5 बाँकी रह्यो a प्लस 2 सेकेन्ड एक्सप्रेसन पनि सल्भ भयो। मैले यो गरिदिन खोजेको चाहिँ थर्डमा तपाईँहरूले अलिक समस्या आउँछ कि भनेर हो तर फर्स्ट सेकेन्ड सजिलै छ। थर्ड एक्सप्रेसन a क्यूब माइनस a स्क्वायर माइनस 2a प्लस 8 यो फर्स्ट र लास्टलाई चलाउनु a क्यूब र b क्यूब चलाउनु त ल फर्स्ट a क्यूब प्लस 8 भनेको 2 को क्यूब ठिक छ माइनस a स्क्वायर माइनस 2a मैले यहाँनिर गर्दा अलिक ठाउँ सानो हुन्छ है क्या ल a क्यूब प्लस b क्यूब को फर्मुला हुन्छ a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर गरेँ मैले डाइरेक्ट 4 लेखेँ है त b स्क्वायर यहाँ अटेन मैले यता गरेँ माइनस यो दुईटाबाट कमन आउँछ हेर्नु त a कमन आउँछ बाँकी के रहन्छ a प्लस 2 बाँकी रह्यो। अब माइनस भन्दा अगाडि र माइनस भन्दा पछाडिबाट फेरि कमन आउँछ a प्लस 2 दुईटा कमन छ सेम छ भने एउटा लेख्न पाइयो नि a प्लस 2 यो हेर्नु ल यो माइनस भन्दा अगाडि पार्ट र माइनस भन्दा पछाडि पार्टमा a प्लस 2 कमन छ। अब कमन लेखिसकेपछि बाँकी भएको कुरा लेख्नु पर्यो माइनस भन्दा अगाडि के बाँकी छ a स्क्वायर बाँकी छ माइनस 2a प्लस 4 बाँकी छ माइनस भन्दा पछाडि के बाँकी छ a मात्रै बाँकी छ माइनस a मात्रै बाँकी छ लाइक टर्म आयो माइनस 2a र a जोड्दा कति भयो 3a भनेपछि a स्क्वायर माइनस 3a प्लस 4 अब यसलाई गर्न मिल्छ त अझै फ्याक्टराइज मल्टिप्लाई गर्दा 4 चाहिने प्लस गर्दा 3 चाहिने त मिल्दैन हैन भनेपछि यसको यति नै हुन्छ HCF भनेको कमन फ्याक्टर हो तीनटैमा कमन के छ हेरौँ त तीनटैमा कमन अगाडिबाट छैन a प्लस 2 a प्लस 2 a प्लस 2 ल तीनटैमा a प्लस 2 रहेछ है त कमन ल यसरी हामीले गर्न सक्छौं। यी नम्बर पनि सजिलो छ तपाईहरुले यहाँनिर अलिकति बुझ्न अप्ठ्यारो होला अलिकति ध्यान दिएर हेर्नु होला यो पार्टमा चाहिँ। अब f नम्बर छ मैले f नम्बरको चाहिँ भने मात्रै m क्यूब माइनस m स्क्वायर माइनस m प्लस 1 this is first expression 2m4 minus 2m this is second expression and third expression is 3m square plus 3m minus 6 ल म भन्छु मात्रै ध्यान दिएर हेर्नु है त f नम्बरको मैले गरिन यसलाई a क्यूब प्लस b क्यूब चलाउनु अनि यो दुईटाबाट m कमन लिएर गर्नु यो अघि हामीले कति नम्बरमा पनि गरेका छौं भने यो अघि त्यस्तै क्वेशन एउटा कतिमा गरे उ यहाँनिर यो e कै थर्ड एक्सप्रेसन जस्तै होला यो e को थर्ड एक्सप्रेसन जस्तै f को फर्स्ट एक्सप्रेसन हो है त यो फर्स्ट र लास्टलाई चलाउने सेकेन्ड एक्सप्रेसनमा के गर्ने भने 2m कमन लिने 2m कमन आएपछि के बाँकी रहन्छ m स्क्वायर माइनस 1 अनि त्यो ब्र्याकेट भित्रकोलाई फर्मुला खोल्ने थर्ड एक्सप्रेसनलाई के गर्ने भने मल्टिप्लाई गर्दा 6 3 जा 18 चाहियो माइनस गर्दा 3 चाहियो 6 माइनस 3 भन्ने नम्बर राखेर यसलाई सल्भ गर्नु HCF निस्किन्छ है f नम्बर। अब नाउ g नम्बर g नम्बरमा छ फर्स्ट एक्सप्रेसन भनेको a क्यूब x क्यूब माइनस 64y क्यूब छ यसलाई के गर्न मिल्छ यसलाई क्यूब बनाउने a क्यूब माइनस b क्यूब बनाउने हैन a क्यूब माइनस 64 भनेको 4 को क्यूब y क्यूब भनेको y को क्यूब 4y को क्यूब
ए क्यूब माइनस बी क्यूबको फर्मुला के हुन्छ ए माइनस बी। अब डाइरेक्ट हामीले एन्सर लेख्ने होइन त्यो स्टेप जम्प नगरी गर्नु हेर्नु ल ए माइनस बी। अब के भन्नु पर्यो ए स्क्वायर प्लस ए इन्टु बी प्लस बी स्क्वायर। बी स्क्वायर गर्दा हामी डाइरेक्ट 16y स्क्वायर नलेख्ने यो गऱ्यो भने झुकिँदैन भनेर है। एक्स माइनस 4y बाँकी रह्यो एक्स स्क्वायर प्लस एक्स इन्टु 4y भनेको 4xy प्लस 4y को स्क्वायर भनेको 16y स्क्वायर। फर्स्ट एक्सप्रेसन सक्यो। सेकेन्ड एक्सप्रेसनको पालो। सेकेन्ड एक्सप्रेसन छ एक्स स्क्वायर रहेछ एक्स स्क्वायर माइनस 6xy प्लस 8y स्क्वायर। यसले 2ab बनाउन मिल्दैन होइन ए स्क्वायर 2ab बी स्क्वायर बनाउन मिल्दैन कमन लिन नि मिल्दैन। फर्स्ट इन्टु लास्ट मेथड मिल्छ। मल्टिप्लाई गर्दा 8 चाहियो प्लस गर्दा 6 4 + 2 होइन। फर्स्ट इन्टु लास्ट मेथड मिल्छ यो गर्ने है त। एक्स स्क्वायर माइनस एक्सवाई 6 को ठाउँमा 4 + 2 प्लस 8y स्क्वायर। यहाँबाट मल्टिप्लाई गरौँ xy इन्टु 4 भनेको 4xy माइनस प्लस माइनस 2xy प्लस 8y स्क्वायर। नाउ टेकिङ कमन एक्स स्क्वायर माइनस 4xy बाट x कमन आउँछ बाँकी रह्यो x माइनस 4y। पछाडिबाट माइनस 2y कमन आउँछ बाँकी रह्यो x माइनस 4y। दुईटैमा सेम आयो x माइनस 4y कमन आयो बाँकी रह्यो x माइनस 2y। सेकेन्ड एक्सप्रेसन पनि यसरी सजिलो तरिका छ। लास्ट रह्यो थर्ड एक्सप्रेसन। थर्ड एक्सप्रेसनमा के छ एक्स स्क्वायर माइनस 16y स्क्वायर रहेछ ल भनेपछि ए स्क्वायर बी स्क्वायर बनाउन मिल्छ फर्मुला। ए स्क्वायर माइनस 16y स्क्वायर भनेको 4y को स्क्वायर। ए स्क्वायर माइनस बी स्क्वायरको फर्मुला ए माइनस बी ए प्लस बी। देयरफोर मैले तल भन्दा यतै गरेको ल अन्त यता अर्को अट्ने त होइन त्यही पनि एचसीएफ भनेको कमन फ्याक्टर। एचसीएफ भनेको कमन फ्याक्टर हो। कमन फ्याक्टर के छ त तीनटैमा भएको x माइनस 4y छ x माइनस 4y छ x माइनस 4y छ भनेपछि x माइनस 4y इज द कमन फ्याक्टर बिट्विन अल अल्जेब्रिक एक्सप्रेसन्स। जी नम्बरको यस्तो छ है त। अब एच नम्बर हेरौँ। एच नम्बरमा छ फर्स्ट एक्सप्रेसन छ 4x को पावर 4 प्लस 16x क्यूब माइनस 20x स्क्वायर। यहाँ के गर्न मिल्छ होला स्क्वायर बनाउन मिल्दैन क्यूब तिनटैबाट कमन लिन मिल्छ कि हेरौँ त 4 16 20 बाट 4 कमन x4 x क्यूब x स्क्वायर जहिले थोरै पावर भएको चाहिँ कमन आउँछ क्या x4 x3 x स्क्वायरमा स्क्वायर गर्छ भन्दा सानो x स्क्वायर कमन आयो है त। 4x योबाट गयो x स्क्वायर बाँकी प्लस 16 मा 4 गयो 4 4 जा 16 x बाँकी रह्यो माइनस x स्क्वायर कमन गयो 5। यसलाई फर्स्ट इन्टु लास्ट मेथड मिल्छ होला। मल्टिप्लाई गर्दा 5 माइनस गर्दा 4 भनेको 5 माइनस 1 मिल्छ गरौँ 4x स्क्वायर x स्क्वायर प्लस 5x माइनस x प्लस 5 4x स्क्वायर x कमन लिऊ दुईटाबाट कमन लिऊ x कमन आयो x प्लस 5 बाँकी रह्यो माइनस पछाडिबाट केही कमन आएन 1 कमन आयो x प्लस 5 साइन कता मिस्टेक भयो त यहाँ माइनस मैले माथि मिस्टेक गरेछु है यहाँ माइनस 5 छ माइनस 5 x प्लस 5 हुन्छ। अब भनेपछि 4x स्क्वायर अनि x प्लस 5 कमन आयो बाँकी के रह्यो x माइनस 1 यो यसरी फर्स्ट एक्सप्रेसन। यो फर्स्ट एक्सप्रेसन एच को भयो है त एच को फर्स्ट एक्सप्रेसन। अब एच को सेकेन्ड एक्सप्रेसन गर्छौँ। एच को सेकेन्ड एक्सप्रेसन्स सेकेन्ड एक्सप्रेसन के छ 3x क्यूब प्लस 14x स्क्वायर माइनस 5x। नाउ टेक कमन फ्रम अल टर्म्स
x कमन आउँछ नाउ 3x क्युबमा x गयो 3x स्क्वायर बाँकी प्लस 14x स्क्वायरमा x कमन गयो 14x बाँकी माइनस 5 बाँकी फेरि यसको पनि ब्र्याकेट भित्रको फर्स्ट इन्टु लास्ट मेथडमा जाने रहेछ कति सजिलो रहेछ 3x स्क्वायर मल्टिप्लाई गर्दा 5 3 जा 15 माइनस गर्दा 14 भनेको 15 माइनस 1 मैले डाइरेक्ट गरेँ यहाँनिर यो चाहिँ 15x माइनस x तपाईँले यो स्टेप गर्न पाउनुहुन्छ डाइरेक्ट है यो पाइन्छ मैले चाहिँ अगाडि जुन ब्र्याकेट भित्र राखेर गरेको थिएँ नि 15 माइनस 1 डाइरेक्ट यो पनि गर्न पाउनुहुन्छ है त माइनस 5 x कमन बाँकी भएकोले कमन लिउँ दुईटाबाट 3x कमन आउँछ x प्लस 5 माइनस 1 कमन आउँछ x प्लस 5 भनेपछि के भयो x प्लस 5 कमन भयो बाँकी के रह्यो 3x माइनस 1 लास्ट एक्सप्रेसन छ थर्ड एक्सप्रेसन x को पावर 4 x to the power 4 plus 125x यो त झनै सजिलो छ x कमन लिनु x क्यूब प्लस 125 बाँकी रह्यो x यो भनेको a को क्यूब प्लस 125 भनेको 5 को क्यूब a क्यूब प्लस b क्यूब को फर्मुला हुन्छ a प्लस b a स्क्वायर माइनस ab प्लस b स्क्वायर मैले डाइरेक्ट लेखेन ल यो चाहिँ जम नगरिकन गरेकै राम्रो x स्क्वायर माइनस 5x प्लस 25 नाउ व्हाट इज द HCF अगाडिको पनि हेर्नु ल यो कमन लिएकोमा पनि कमन आउन सक्छ जस्तो यसमा x छ यसमा x छ भने यो x पनि कमन आउँछ x प्लस 5 त छँदैछ दुईटा एक्सप्रेसनमा त आयो फर्स्ट एक्सप्रेसनमा छ फर्स्ट एक्सप्रेसनमा पनि यहाँ x छ बाहिरपट्टि भनेपछि x ब्र्याकेट x प्लस 5 चाहिँ कमन आयो तीनटा एक्सप्रेसनमा छ नि त देयरफोर HCF इज कमन फ्याक्टर के आयो त x ब्र्याकेट x प्लस 5 चाहिँ कमन आयो एज नम्बर भयो अब तपाईले मलाई जहाँसम्म लाग्छ आई र जी गर्न सक्नुहुन्छ एकचोटी सर र भने मैले आएको 8x क्यूब प्लस 27y क्यूब यो फर्स्ट एक्सप्रेसन यसलाई a क्यूब b क्यूब बनाउनु a क्यूब प्लस b क्यूब को फर्मुला खोल्नु सक्नुहुन्छ यो तपाईले c को सेकेन्ड एक्सप्रेसन थर्ड एक्सप्रेसनमा गर्नुभएको छ ट्याक्कै यस्तै खालको a क्यूब प्लस b क्यूब हुन त त्यो y क्यूब छैन तै पनि फर्मुला खोल्ने नै हो है यो 2x को क्यूब यो 3y को क्यूब भन्नु a क्यूब प्लस b क्यूब को फर्मुला खोल्नु सक्नुहुन्छ सेकेन्ड एक्सप्रेसन छ 16x4 प्लस 36x स्क्वायर y स्क्वायर प्लस 81y4 यसले गर्दा चाहिँ के गर्नु भने यो सेकेन्ड एक्सप्रेसन हो मैले हल्का रफली गरे यसलाई a स्क्वायर बनाउनु यसलाई b स्क्वायर बनाउनु a स्क्वायर प्लस b स्क्वायर को फर्मुला खोल्नु a स्क्वायर प्लस b स्क्वायर को फर्मुला a प्लस b होल स्क्वायर माइनस 2ab भन्ने फर्मुला खोल्नु होला हैन 4 9 जा 36 36 2 जा 72 माइनस 2ab भएको वाला फर्मुला खोल्नु यो दुईटालाई अनि योसँग लाइक टर्म हुन्छ अनि त्यहाँबाट फेरि फर्मुलामा जान्छ के है यो सक्नुहुन्छ यो पनि थर्ड एक्सप्रेसन छ थर्ड एक्सप्रेसन हाम्रो यो कति नम्बरको आई नम्बरको थर्ड एक्सप्रेसनमा के छ 4x क्यूब के होइन हो 4x क्यूब माइनस 6x स्क्वायर y प्लस 9xy स्क्वायर के गर्न सक्छौं त हामीले यसलाई फर्मुला सक्दैन कमन लिन मिल्छ x कमन आउँदो रहेछ है त मैले x कमन लिए बाँकी के रह्यो 4x स्क्वायर माइनस 6xy प्लस 9y स्क्वायर तपाईले यसलाई फर्स्ट इन्टु लास्ट मेथड गर्न नि सक्नुहुन्छ a स्क्वायर माइनस 2ab बनाउन मिल्दैन होला मिल्दैन 9 4 जा 36 ल फर्स्ट इन्टु लास्ट मेथड गर्नु न त के मिल्ने भए कि मिल्दैन भने यतिकै छोड दिनु पर्यो है त x मात्र कमन लिने जस्तो छ मल्टिप्लाई गरेर यो फर्स्ट इन्टु लास्ट मेथड नि मिल्दैन 9 4 जा 36 प्लस गर्दा 6 आउने त हुँदैन यो त थर्ड एक्सप्रेसन त कमन मात्रै लिने रहेछ है त फर्स्ट र सेकेन्ड गर्नु सायद योसँग कमन फ्याक्टर आउँछ होला
दुईटामा यो आई नम्बरको पनि यसरी गर्न सक्नुहुन्छ। लास्ट जे नम्बर 5 को लागि फर्स्ट एक्सप्रेसन छ एक्स क्युब वाई प्लस वाई 4। यहाँ के गर्नुहुन्छ तपाईले, मैले हल्का रफली गरेँ जे नम्बर चाहिँ फर्स्ट एक्सप्रेसन यहाँनिर तपाईले वाई कमन लिन सक्नुहुन्छ, बाँकी रह्यो एक्स क्युब प्लस वाई क्युब हैन। यहाँ भनेको ए क्युब प्लस बी क्युबको फर्मुला खोल्दाखेरि ए प्लस बी ए स्क्वायर माइनस एबी प्लस बी स्क्वायर। फर्स्ट एक्सप्रेसन यो भयो। सेकेन्ड एक्सप्रेसन सजिलो छ। सेकेन्ड एक्सप्रेसन यो आई को सेकेन्ड एक्सप्रेसन र जे को सेकेन्ड एक्सप्रेसन सेम हो, तपाईले गर्न सक्नुहुन्छ, मैले यहाँ लेखिरहन। थर्ड एक्सप्रेसन छ 2ax क्युब माइनस 2ax स्क्वायर वाई प्लस 2ax वाई स्क्वायर। कमन लिने मात्रै नै जस्तो छ है, 2 2 2 बाट 2 कमन, ए बाट ए कमन, एक्स क्युब एक्स स्क्वायर एक्स बाट एक्स कमन, वाई त कमन नआउने रहेछ सबैमा, वाई छैन हो, छैन रहेछ है। बाँकी के रहन्छ त एक्स स्क्वायर माइनस एक्स वाई प्लस कति रहन्छ वाई स्क्वायर। सायद यसलाई केही गर्नु पर्दैन, कमन मात्रै लिए, यो कता कमन आइ नै सक्यो हेर्नु त, फर्स्ट र थर्डबाट, सायद सेकेन्डबाट पनि केही कमन आउँछ होला। यसरी हामीले 5 नम्बर कम्प्लिट गर्न सक्छौँ। अब नेक्स्ट भिडियोमा हामी 6 नम्बरको हेर्नेछौँ। यो राम्रोसँग बुझेर प्र्याक्टिस गर्दै गर्नु होला। धन्यवाद।